गाइस आज मैले के पकाएको छु हजुरहरूलाई देखाउँछु है। आज मैले के पकाएको छु हजुरहरूलाई देखाउँछु के पकाएको छु। सज्जनको झोल। आहा पर्फेक्ट भएछ। यहाँ हेर्नुहोस् त सज्जनको झोल हजुरहरूले कसरी बनाउनुहुन्छ, तर मैले चाहिँ बङ्गाली स्टाइलले बनाइदिएको छु। हजुरहरू कसलाई मनपर्छ कमेन्ट गर्नुहोस् है त। यहाँ हेर्नुहोस् कस्तो दामी भयो सज्जनको झोल। सज्जनको झोल खानुपर्छ नि। ल हजुरहरू कसलाई मनपर्छ कमेन्ट गर्नु होला। हेर्नुहोस् त मैले त यसरी बनाएँ सज्जनको झोल। छिपेको सज्जन थियो नि त, अनि बारीबाट टिपेँ अनि यसरी सज्जनको झोल बनाइदिएँ। हेर्नुहोस् हजुरहरूलाई कसलाई मनपर्छ कमेन्ट गर्नुहोस् होला। यो चाहिँ सज्जनको झोल हो। अरूले हजुरहरूले कसरी पकाउनुहुन्छ थाहा छैन, तर मैले चाहिँ आज मैले पनि अर्कै स्टाइलले पकाउँथेँ, तर आज बङ्गाली तरिकाले पकाइदिएको छु। कमेन्ट गर्नुहोस् है त।